साथीहरू सुदूरपश्चिम प्रदेशले 5औं मुख्यमन्त्रीको रूपमा चाहिँ प्रदेश सभा माननीय हाम्रो खगराज भट्ट विनोदलाई पाउनु भएको छ। हामी सबैले खुसी हुने कुरा छ। उहाँलाई सबैभन्दा पहिले शुभ कार्यकालको शुभकामना छ। उहाँलाई राम्रोसँग तपाईँको कार्यकाल बितोस् है। धेरै धेरै धन्यवाद छ तपाईँलाई। र एकचोटि उहाँले के भनिराख्नु भएको छ साथीहरू, उहाँको पहिलो सम्बोधन एकैछिन उहाँको कुरा सुनौँ, त्यसपछि आफ्नो प्रतिक्रिया कमेन्ट सेक्सनमा छोड्नु होला है त। निर्वाचित जनप्रतिनिधि सहितका सबै नेता कार्यकर्ता साथीहरू र अन्य जनताहरू, अब म थोड़ा सरकारी मान्छे हो गया, हिजोसम्म पार्टीको मात्र यतिका बढ्थ्यो। अब घन्टौँ तुम्हारा कुरा सुन्न मिलन्थ्यो। अब यति समयमा यति कुरा भन्ने तरिका हामीले सिक्नु पऱ्यो। हामीलाई टाइम धेरै छैन, माथिमा 5-7वटा मिटिङहरू छ। आजै म सेती अस्पताल अवलोकन गर्न जान लाग्छु। डङ्ती गनाएका शौचालय हामीले देखेकै छौँ सेतीमा। बिरामीहरू अल्पत्र परेको अवस्था छ। सेती अस्पताल सुदूरपश्चिमकै हाम्रो सबभन्दा ठुलो अस्पतालहरू गौरवको अस्पताल हो। त्यो अस्पताललाई कसरी चाहिँ आँखाले हेरौँ जस्तो लाग्ने, नामले सुमो जस्तो लाग्ने, हरेक बिरामीले चाहिँ प्राइभेटभन्दा राम्रो सेवा पाउने कसरी बनाउने, अब हामी त्यो चिन्तामा छौँ। काम गर्ने हो, कुरा कम गर्ने बेला आयो। बजेटको बेला भएका छैन। पहिले विश्वासको मत लिन्छौँ, नीति आयोग बनाउँछौँ, न्यायाधिवक्ता बनाउँछौँ, त्यसपछि मात्रै हामी बजेटमा प्रवेश गर्छौँ। बजेटमा प्रवेश गर्ने बेला अब डडेलधुरा जिल्लाको र मेरो निर्वाचन क्षेत्र एउटा कुरा शेरमानजीले छुटाउनु भयो। हामीले भोट हालेर जिताया मान्य पनि हो भन्ने छुटाउनु भयो उहाँले, मलाई यादै छ होइन। त्यो कारणले मैले यो कुरा पनि तपाईँहरूलाई राखेँ। त्यो मात्रै याद छैन, त्यो त एकचोटिको जितहारको कुरा हो। त्योभन्दा पहिले 3 चोटि तपाईँहरूले जिताएकै भएर पनि म हारेको हो। त्योभन्दा पहिले युद्धकालमा उहाँ हाम्रो कमलेश्वरजी आएछन्। हाम्रो पहिले गोरख स्नेहीजी उहाँ शहीद हुनु, उहाँको घर हो हाम्रो अड्डा। त्यसपछि कमलेश्वरजीको घर हुँदै जोगबुढाका विभिन्न ठाउँमा हाम्रो पार्टीको अड्डा सुरु भयो। तपाईँहरूको त्यही सुरक्षा, त्यही घाँस कपासले म यहाँ पुगेँ। त्यो कारणले अब मैले जति योजना हाले पनि तपाईँहरूको त्यो ऋण तिर्न सकिँदैन। तर यसपालि पक्कै फरक हुन्छ। सान्तिना योजनाहरूमा जोड्न दिँदा अब घरमै 100जना पाहुना आएले 10 मना चामल भएले जम्मैलाई पेटभरि खुवाउन भनेरलाई पाउँदैन। हाम्रो ढुकुटिन कोच्छ भनेरलाई हद्दु बढ्यो। एकै बेर चीन र अमेरिका जस्तो बनाउन सकिँदैन। तर जति सकिन्छ, जति गरिन्छ, केही न केही नयाँ हुन्छ, केही न केही सम्बोधन हुन्छ। भड्या जति सोच्या जस्तै नसक्यो। अहिले केन्द्रमै फरक सरकार छ। पहिले केन्द्र र प्रदेशमा कोही 12 बुधेवालाहरूमध्ये कसै पार्टीको मन्त्री सरकार हुन्थ्यो, कसैको तलतिर हुन्थ्यो, या मन्त्री तलतिर एकैको हुन्थ्यो बेलुका दिन। अहिले थोक्कै फरकवालाको सरकार छ। फरक पार्टीको, फरक विचारको, फरक अभियानको सरकार छ। अब त्यो भए हुनाले हामीले केन्द्रसँग समन्वय गरेर काम गर्नु छ। हाम्रो यहाँ ऐन कानुन धेरै नबनेर प्रदेश अपाङ्ग जस्तो छ, यो पनि तपाईँले बुझ्नु भएको छ। तैपनि म के कति सक्छु, तपाईँहरू मेरो अब घाँस बाँस कपास शिक्षा सबै कुराको मेरो आधार, मेरो आजको यो राजनीतिक जीवन, यो सत्तारोहणको तपाईँहरू नै मूल चाहिँ त्यसको जग हो। अब जगलाई भत्कायो भने घर भत्किन्छ। मैले यो बुझेको छु। परशुरामलाई निराश हुन दिने छैन। तपाईँहरूलाई बनाएको मुख्यमन्त्रीप्रति गर्व गर्ने काम गर्ने परिवेश बनाउने। तपाईँलाई धन्यवाद। माथि पनि धेरै साथीहरू छन्। बजेटको बेलामा अलि धेरै लामा कुरा गरौँला। इतनी टोली यहाँ आउँछ बुढी जाने भएले म बोलाउने नि थियो, म यहाँ आउने थिएँ नि। तपाईँहरू यति यही बर्खा बेला यति दुःख गरेर आया। तपाईँहरू आशा यो स्वागत गर्ने, यो तपाईँहरू जो अहिलेसम्म विपक्षी भएको पीडा, शेरसिंहमान पनि 3 बेर हारेको पीडा, मैले पनि हारेको पीडा, अहिले एकैचोटि एकै बेर ठुलो पद पाएदेखिबाट हामी सबैलाई एक ऊर्जा उत्साह आइरहेछ। कमलेश्वरजी मलाई हाल लाउने बेला अर्कै हो गएको थिएँ यहाँलाई। मैले देखाएको थिएँ अरूलाई थियो कहीँ साथीहरू। म सबैलाई के भन्नु भने अब तपाईँलाई घरमा हुँ आजलाई उनी होइन सोतो थिचेर छाँय हालेर उसैसँग भुगा रोटो खाने बानीमा छाड्य छैन। म केही बिगड्दैन।
होइन। किनभने यो अस्थायी हो, जीवन स्थायी हो, राजनीति स्थायी हो, हम मरे पछालाई रहिरहने चिज हो। तर यो पदबाट 8-9 महिनाले जान सकन्छ, 15-16 महिनासम्म टिक्दैन। यही कुर्सीबाट गए पछालाई मेरो उही स्वभाव, उही शैली, उही आचरण, उही व्यवहार, उही स्वभाव राखेर फर्किने कुरा म वचन राख्दछु। धन्यवाद।